और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हामी चाहिँ बाजुराको झर्नातिर बस्छु होइन। बाजुराको झर्नातिर चाहिँ घुम्न लाग्यो होइन। तत्काल पानी पनि मौसम पनि चलिरहेको पानी पनि पर्ने अवस्था र यतै गाडी नै छ अन्तिम पानी पर्छ यो चाहिँ हाम्रो घरमा हो। सबै देखाउँछु गाइस। पतङ सतङ लाएर मस्त बनाएको होइन। सो गाइस अहिले चाहिँ हामी ठक्क यो चाहिँ बाजुराको झर्नातिर पुगिसक्यौँ। अब हामी चाहिँ एकछिनमा टक्क अब हिँड्दैछौँ गाइस। ए बाजुराको झर्ना होइन, यो चाहिँ अब बाजुरा झर्ना हो। हामी चाहिँ अहिले एकछिनमा अब यो बाजुरा झर्नातिर हिँड्दैछौँ। त यो चाहिँ माथिको चाहिँ झर्ना हो। धेरै ठुलो पानी छैन तर त्यही पनि झर्ना चाहिँ दामी छ। ए अब चाहिँ हामी यो ठाउँबाट गएर हामी यसको भ्यू निकाल्छौँ कस्तो आउँछ गाइस होइन। ठ्याक्कै यो चाहिँ झर्ना हो। देख्न सक्नुहुन्छ मेरो पछाडिको वाला यो झर्ना होइन। ए यस्तो छ। अब यहाँबाट चाहिँ हामी उता निस्किन्छौँ होइन। गाह्रो छ झर्ना चाहिँ ठुलो छ नि त। झर्नामा अब मौसम चाहिँ किनभने वैशाखको टाइममा यस्तो छ घुम्न लायक छ। ल के छ के छ विचार यस्तो झर्ना होइन। हाम्रो चाहिँ भलटै रोहन के युट्युब च्यानलमा आउँछ। सबैजनाहरूलाई लाइक कमेन्ट गरिदिनु भयो। ल है गाइस देख्न सक्नुहुन्छ यो साथी चाहिँ अब टक्क परेर के बनाउँदैछ मूर्ति जस्तो होइन। यहाँ फेरि ढल्यो ल है। अनि त्यसपछि मैले भने म पनि बनाउँछु भनेर म पनि गएको अनि म पनि गएर टक्क परेर बनाउनु लाग्यो। मैले चाहिँ खतरा बनाएर छु अनि मैले चाहिँ हल्का बाक्लो बाक्लो हालेर अनि म पनि बनाउनु लागेँ। माथिबाट पानी चाहिँ यस्तरी झर्नाको पानी चाहिँ आएर मलाई पुरा भिजायो। त्यसपछि अनि हामी यहाँबाट निस्क्यौँ। अब निस्किने तयारी छ तयारी हो। अब यहाँबाट अब हामी दुईजना अब निस्केर अनि अब तल पुलमा पनि फोटा खिच्छौँ भनेर हामी पनि निस्केको। यहाँ बाटो चाहिँ चिप्लो रहेछ होइन। बाटो चिप्लो छ अनि त्यही भएर अनि साथीले भन्यो त पनि जा एउटा तेरो भिडियो बनाइदिन्छु भनेर खतरा भिडियो बनाइदिएर रहेछ अनि होइन। यो चाहिँ दान अनि त्यसपछि म ठ्याक्कै त्यो बनाएको उसमा म पानी सानी हाल्न लागेँ अनि फोटो सिटो खिच्यौँ। यहाँबाट चाहिँ हामीले टक्क परेर अनि अब निस्किन्छौँ। भोसडीका बाँदरलाई म धुले हान्दै यिनको धुले हान्दै गाइस देख्न सक्नुहुन्छ हेर है। यहाँ मेरो सब सत्यानाश पारिसक्यो यिनीहरू बाँदरले। यिनको म हान्दै यिनलाई कि बहिनी बाँदरलाई। ओ भोसडीको बाँदर हल्लाई पक री बहिनी वैपक हल्लाई पक दैनु छन् यहाँ यहाँ भन्दैन यहाँ यहाँ त्यतैतिर बाइक साइक राखेको यहाँ बाइक राखेर हामीले पनि मिनी भ्लगतिर होइन। अनि साथीहरूसँग खिचेर अब यहाँबाट एकछिनमा निस्किनुपर्छ भनेको। अब यहाँ चाहिँ यो चाहिँ यहाँमा माछा चाहिँ धेरै निस्कन्छ। हामी यहाँबाट अब बाजुराबाट चाहिँ घरतिर फर्क्यौँ है। त्यहाँदेखि गरेर झर्ना हो। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी चाहिँ अब घरतिर फर्किँदैछौँ।
अब चाहिँ हामी यहाँबाट निस्क्यौँ कस्तो परेर यो चाहिँ हाइड्रो पावर हो यो चाहिँ हाइड्रो पावर हो होइन बाजुराको हाइड्रो पावर एक दिनको जिन्दगीमा मरि लाने के पर चला त्यसकी भैंस की टांग भोसड़ी का लंगूर खाएगा अभी तू क्या अंगूर साला मेरा कितना मकई खा लिया भैंस की टांग चला उसको अभी पहलेगा मैं रोक जा अभी तेरे को पहलेगा मैं अभी थोड़ी टाइम पे हो यो श्रीलङ्का टापु हो नि त त्यो त ट्याक्क देखाउँछु गाइस यताउता घाट छ होइन बिचमा चाहिँ टापु छ त्यो चाहिँ श्रीलङ्काको टापु जस्तो छ है श्रीलङ्का टापु देखाउँछु है एकछिन वेट गर्नु होला होइन हामी चाहिँ यस्तो यताउता घाट छ बिचमा चाहिँ श्रीलङ्का टापु होइन मानौँ हाम्रो श्रीलङ्काको टापु हो चुसे पनि भयो होइन ऊ त्यो देखिने चाहिँ श्रीलङ्काको टापु हो त्यो चाहिँ यताउता घाट छ है त्यो चाहिँ ट्विन हो ऊ त्यहाँ त्यो ट्विनमा चाहिँ मान्छे छ कि क्या हो जस्तो लाग्छ है हामीलाई अनुमान श्रीलङ्का टापु यो चाहिँ यो हो यो चाहिँ माथि चाहिँ यो यताउता घाट छ यो चाहिँ अहिले चाहिँ यो हाइड्रो पावर बन्दैछ त्यहाँको आसामको ठुलो हाइड्रो पावर हाम्रो यसको काम चाहिँ भइरहेको छ काम छिटो हुनु पऱ्यो भन्ने हो राम्रो हुनु पऱ्यो अनि छिटो हुनु पऱ्यो तर किन भनेपछि काम अब चाँडो होस् तर राम्रो नहोस् भएर त हुँदैन चाँडो चाँडो हुनु पऱ्यो तर राम्रो हुनु पऱ्यो अनि चाहिँ अब ठेकदारको हातमा भर पर्छ यो चाहिँ खाटी बजार हो गाइस खाटीको बजार रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का कति कहाँ बाँदरलाई म त देखेर थिएँ नि त तिनीहरू टिकटक बनाउने हो भनेर त्यही भएर त रोकिहाल्थेँ मैले झ्याप्पै रोकिहालेँ नि त मैले त्यही भएर त भनिहालेँ मैले के त टिकटक आइडी भन फलो गरौँला भनेर रुको जरा सबर करो बोला धक्का मुक्की नहीं करने का त्यही भएर मैले थाहा पाएको थिएँ नि त तिनीहरू टिकटक आइडी बनाउने हो भनेर टिकटक बनाउने हो तिनीहरू ढुङ्गो राखेर तर तिनीहरूलाई भेटायो भने त अहिले चाहिँ टिकटक आइडी माग्नुपर्छ फेरि माग्छु 2 गफ हानेर तर दिन्छन् कि नै है फेरि अब यो चाहिँ बुढीगङ्गा यहाँ माथि चाहिँ यस्तो छ है बुढीगङ्गा नदी देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बुढीगङ्गा नदी हो होइन त्यहाँको गएर 11 किलोमिटर मात्र स्पिड हामीले चाहिँ एकचोटि चाहिँ हामी यहाँ माछामा ताथ्यो होइन अरूको माछा चोरेर चाहिँ हामीले भागेका थियौँ
साँची हो साँचको बजार गाइस बजार पुल हो म अब चाहिँ यहाँबाट चाहिँ अब निस्किन्छु पुलबाट गाइस आज हामी बाजुराबाट अछामतिरको यात्रामा निस्किएका थियौँ। बाटोमा आउँदै गर्दा अचानक ठक्क पानी पर्यो। पानी त पर्यो, तर भाग्यवश हामीलाई चाहिँ भिजाएन। त्यसरी नै बाटोमा आउँदै गर्दा अगाडि केही दिदीहरू बाख्रा चराउँदै हुनुहुँदो रहेछ। रुको जरा गाडी रोक्यो, सबर करो बोला धक्का मुक्की नहीं करने का यही हो, उहाँहरूले बाटो देखाइदिनु भयो। त्यसपछि उहाँहरूले भनेको बाटो पछ्याउँदै हामी अगाडि बढ्दै गयौँ। बाटोमा आउँदै गर्दा फेरि दुईजना साथीहरू भेटिए। उहाँहरू टिकटक बनाए। आज हामी बाजुराबाट अछामतिरको यात्रामा निस्किएका थियौँ। बाटोमा आउँदै गर्दा अचानक ठक्क पानी पर्यो। पानी त पर्यो, तर भाग्यवश हामीलाई चाहिँ भिजाएन। त्यसरी नै बाटोमा आउँदै गर्दा अगाडि केही दिदीहरू बाख्रा चराउँदै हुनुहुँदो रहेछ। हामीले पनि गाडी रोक्यौँ अनि सोध्यौँ, दिदी अछाम जाने बाटो यही हो? उहाँहरूले बाटो देखाइदिनु भयो। त्यसपछि उहाँहरूले भनेको बाटो पछ्याउँदै हामी अगाडि बढ्दै गयौँ। बाटोमा आउँदै गर्दा फेरि दुईजना साथीहरू भेटिए। उहाँहरू टिकटक बनाउँदै हुनुहुँदो रहेछ। हामीले पनि गफगाफ गऱ्यौँ अनि उहाँहरूको टिकटक आइडी समेत सोध्यौँ। त्यसपछि उहाँहरूलाई पनि अगाडि जाने बाटो सोध्यौँ, साफीतिर जाने बाटो यही हो भनेर। उहाँहरूले पनि बाटो बताइदिनु भयो। यसरी बाटो सोध्दै नयाँ मान्छेहरू भेट्दै र रमाइलो गर्दै हामी अगाडि बढिरह्यौँ। तर साफीतिर पुग्नै लाग्दा एउटा यस्तो घटना भयो जुन सम्झिँदा अहिले पनि डर लाग्छ। अचानक एउटा गाडी हामीतिर आयो र झन्डै हामीलाई ठक्कर दिइसकेको थियो। तर भाग्यवश हामी बाल बच्यौँ। त्यो क्षण साँच्चीकै डरलाग्दो थियो। त्यसपछि पनि यात्रा रोकिएन। साथीहरूसँग बाटोभरि रमाइलो गर्दै हाँस्दै गफ गर्दै र बाटोका सुन्दर दृश्यहरू हेर्दै हामी अन्ततः साफीतिर पुग्यौँ। साफीमा पुगेपछि एउटा कुरा देखेर चाहिँ हामी दुई साथीबीच गफ चल्यो। बाटो हेर्दा मुख्य बाटोबाटै सडक बनाइएको रहेछ। हामीले सोच्यौँ यो बाटो बजारतिर बाटो बनाएको भए अझ राम्रो हुन्थ्यो। तर जे भइसकेको छ त्यसलाई फेरि बिगार्नु पनि भएन। त्यसैले हामी त्यही कुरामा गफ गर्दै रमाइलो गर्दै आफ्नो गन्तव्यतिर अगाडि बढ्यौँ। यसरी बाजुरादेखि अछामसम्मको हाम्रो यात्रामा पानी, नयाँ मान्छेसँगको भेट, टिकटक बनाइरहेका साथीहरूसँगको गफ, बाटोमा भएको त्यो डरलाग्दो घटना र साथीहरूसँगका रमाइला पलहरू सबै मिसिएर यात्रा झन् यादगार बन्यो। बढी चाहिँ हो रक्सीको उसले चलेपछि हो त्यहाँ त रक्सीको उहिले चलेपछि ठिकै हो, नत्र त त्यति अछाममा चल्नु मुस्किल छ। है के खाना बनायो होला त्यही त हाम्रो एरियातिर बनाए यस्तो बवाल हुन्थ्यो नि यो भाटबाट नि माछालाई क्या सेन्टर हुन्थ्यो यो भाटबाट के गर्ने गाडमा बुद्धि भयो भने यस्तै हुन्छ माछा बुद्धि भयो क्या यस्तै बोलाउँछ नि माछा के भन्नु हाम्रो अहिले हुन्छ नि त अहिले ठाउँमा बनाउनु पऱ्यो कि जे ठाउँमा बनाएपछि महत्त्व हुन्छ। माछा ठाउँमा नबनाएपछि महत्त्व के हुन्छ, जतिसुकै राम्रो होस्।
लास्टै बन्द आउँछ नि भा तिमीली पाताको दुनु असौ जाँदै खिलाई बाजा मेरी असौ जाँदै खिलाई रुको जरा सबर किन करो घुम्छ बोला धक्का पापी मुक्की नहीं होगा मनको छराकै खिलाई बाजा मेरीको छराकै किन घुम्छ पापी मनको छराकै खिलाई बाजा मेरीको छराकै बेसुदरको गीत गाएको बाहर अब भोको त आउने हुन्छ यार kस्तो गरेको त्यसले ढुङ्गा खाने मान्छे लागेको बुड्ढो झर्ना हो यार